नमस्ते दिलीप सर, यो कार्यक्रम बारे अलिकति भनिदिनु। यो बनौटी बसपार खानेपानीको पिकनिक हो। यो फाउ पूर्णिमा गरेका छौँ हामीले। अब यो फाउ पूर्णिमा चाहिँ एकदम रमाइलो पर्व भएको हुनाले हाम्रो खानेपानी सदस्यहरूको बिचमा, परिवारको बिचमा चाहिँ रमाइलो गर्ने हिसाबले फाउ पूर्णिमा कार्यक्रम राखेका हौँ। खानेपानीको पिकनिक कार्यक्रममा छौँ। आज होलीको दिन एकदम रमाइलो भइरहेको छ। आज हामी बनौटी बसपार खानेपानी उपभोक्ता समितिको उपभोक्ताजीहरूको चाहिँ आज वनभोज कार्यक्रम हामीले आयोजना गरेका छौँ। यो चाहिँ करिबन 5 वर्ष पछाडिको एउटा हाम्रो आयोजना रहेको छ। आजको यो कार्यक्रममा शुभकामना आदान प्रदान तथा नयाँ उपभोक्ताहरूलाई स्वागतको कार्यक्रम रहेको छ। आज हामी दिनभरि बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्म हामी यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम, गेमहरू लगायतका विभिन्न कार्यक्रमबाट मनोरञ्जन गर्नेछौँ। भरपुर रमाइलो हुनेछ र आजको हाम्रो कार्यक्रम एकदम औपचारिक हुने छैन, अनौपचारिक रूपमा यो कार्यक्रम धेरै रमाइलो हुनेछ र साथीहरू एकदमै इन्जोय गरिरहनु भएको छ। विभिन्न गेम कार्यक्रमहरू व्यापक रूपमा चाहिँ हाम्रो सञ्चालन भइरहेको छ। दोरी गीत भइरहेको छ, नाचगान भइरहेको छ र विभिन्न किसिमका गेमहरू पनि हाम्रो हुनेछ। र यो कार्यक्रममा चाहिँ विशेष आफ्नो समय, पारिवारिक समयलाई पनि कटौती गरेर यो कार्यक्रममा सम्पूर्ण उपभोक्ताजीहरू यहाँ आइदिनु भएको छ। यसको लागि हामी अत्यन्तै सम्मान गर्छौँ। उहाँ थर्ड हुनुभएको छ। हुमागाई, उहाँलाई बधाई छ, उहाँ थर्ड हुनुभएको छ। अब 2 जना मात्र बाँकी छ।
Run.